कर्णेभिः शृणुयामदेवा भद्रं पश्येमाक्षभिर्जजत्राः स्थिरैरङ्गै तुष्टुवागुंसस्तनुभिर्व्यसे मयि देवहितं जदायु। ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। नमस्कार। चागु टेलिभिजनको कार्यक्रम सनातन वन्दनामा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। प्रस्तुता म जयप्रकाश गुरागाई। सनातन वन्दना कार्यक्रममा हामीहरू वैदिक वाङ्मय, हाम्रो सनातन धर्म परम्पराका मूल्य मान्यताका विभिन्न आयामहरूलाई प्रस्तुत गर्दै आइराखेका छौँ। आजको श्रृङ्खलामा हामीहरू मुण्डको उपनिषदको विषयमा चर्चा गर्दछौँ। यो मुण्डको उपनिषद अथर्ववेदको एउटा उपनिषद हो। चारवटा वेदका अभावना उपनिषदहरू हुन्छन्। यो मुण्डको उपनिषद अथर्ववेदसँग सम्बन्ध राख्दछ। मुण्डको उपनिषद अथर्ववेदको शौनक शाखा अन्तर्गतको उपनिषद हो। मुण्डको उपनिषदमा जम्मा 3वटा मुण्डक रहेका छन् र प्रत्येक मुण्डकमा 2-2वटा खण्ड गरेर जम्मा 6वटा खण्ड यो उपनिषदमा रहेको छ। 6वटा खण्डमा जम्मा 64वटा मन्त्रहरू रहेका छन् र यसको मुख्य प्रतिपादन हुने विषय, यसको मुख्य प्रतिपाद्य विषय भनेको ब्रह्मविद्या हो। मुण्डको उपनिषदले ब्रह्मविद्याको प्रतिपादन गरेको छ। सबभन्दा पहिला शब्दमा जाउँ। यो मुण्डक शब्द भनेको मुण्डन गर्ने भन्ने अर्थमा आउँछ। अर्थात् जसरी हामी कपाल खौरन्छौँ, कपाल खौरिसकेपछि हाम्रो शिरमा कुनै पनि कपाल हामीसँग रहँदैन, त्यस्तै गरेर यो मुण्डको उपनिषदले अज्ञान, अविद्या र सांसारिक मोहलाई जरैदेखि काटेर हटाइदिने काम गर्दछ। त्यसैले गर्दाखेरि अज्ञान, अविद्या र सांसारिक मोहलाई जसले काटेर हटाइदिन्छ त्यो भनेको मुण्डको उपनिषद हो। मुण्डको उपनिषदले अविद्यालाई हटाउँछ, अज्ञानलाई हटाउँछ। यो उपनिषदको आरम्भ गुरु शिष्य परम्पराबाट भएको छ। सबभन्दा आरम्भमा ब्रह्माजी हुनुभयो। ब्रह्माजीबाट यो ज्ञान अथर्व ऋषिलाई भयो। अथर्व ऋषिबाट अंगिरा ऋषिलाई, अंगिरा ऋषिबाट भारद्वाज र भारद्वाजबाट यो ज्ञान शौनक ऋषिमा आइपुगेको छ। यसरी यो ब्रह्मविद्याको प्रवाह हिम शिखरबाट बगेको नदी जस्तो बग्दै 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 ब्रह्माजीबाट शौनकजीसम्म आइपुगेको छ। यसले हामीले गुरु शिष्य परम्पराको शिक्षा सम्प्रदायको महत्त्व यसले झल्काएको छ। यहाँ मुण्डको उपनिषदको मुख्य प्रतिपाद्य विषय भनेको पराविद्या र अपराविद्याको यहाँ चर्चा गरिएको छ। पराविद्याद्वारा अक्षर ब्रह्मको ज्ञान हुन्छ भन्ने कुरा यो उपनिषदमा गरिएको छ। मुण्डको उपनिषदले सम्पूर्ण विद्यालाई 2 भागमा विभाजन गरेको छ। 2 किसिमका विद्या यो संसारमा छन्। एउटा छ अपराविद्या। अपराविद्याभित्र सम्पूर्ण लौकिक तथा वैदिक कर्म सम्बन्धी ज्ञान रहेको छ, संग्रहित भएको छ। र पराविद्या भनेको जसले अक्षर ब्रह्मको ज्ञान गराउँछ। अविद्याभन्दा परको विद्या पराविद्या हो। पराविद्याको लागि कुनै आधारभूत ग्रन्थ, शास्त्र, वक्तव्य, प्रवचन यी केही पनि हुँदैन। त्यो पराविद्या भनेको त ब्रह्मको वास्तविक बोधको अवस्था हो। यसरी हेऱ्यो भनेदेखि 2वटा यहाँ संसारमा विद्या रहेका छन्। यसको मूल सन्देश भनेको कर्मले स्वर्ग आदि उत्तम लोकहरू प्राप्त हुन सक्छ र मोक्षको लागि पराविद्या चाहिन्छ भन्ने कुरा हो। सबै किसिमका ज्ञानहरू अपराविद्याबाट प्राप्त हुन सक्छ, तर मोक्षको ज्ञान भन्ने कुरा अपराविद्याबाट प्राप्त हुन सक्दैन। अमृतत्व प्राप्त भन्ने कुरा केवल ब्रह्मज्ञानबाट सम्भव छ। कुनै भी किसिमका कर्महरूबाट मुक्ति सम्भव छैन। मुक्तिको लागि त ब्रह्मज्ञान हुनुपर्दछ।
ऋते ज्ञानान्न मुक्ति, ज्ञानभन्दा पर मुक्तिको कुनै पनि बाटो छैन भन्ने कुराले बताएको छ। अब हामी यो प्रथम मुण्डकमा प्रवेश गरौँ। शौनक ऋषिले अंगिरा समक्ष गएर आफ्नो प्रश्न राख्ने काम गर्नुहुन्छ। हे ऋषिश्वर, कस्मिन्नु भगवो विज्ञाते सर्वमिदं विज्ञातम भवति तिहि भनेर, हे भगवान, कुन वस्तुको ज्ञान भयो भनेदेखि, कुन विषयको ज्ञान भयो भनेदेखि, कुन तत्त्वको ज्ञान भयो भनेदेखि सबै कुरा ज्ञान भएको मानिन्छ। जसलाई जानेपछि जान्नुपर्ने कुरा केही पनि बाँकी रहँदैन। त्यो कुरा के हो भनेर यहाँ महत्त्वपूर्ण प्रश्न सोध्ने काम गर्नुभएको छ शौनक ऋषिले। यही विषयमा परा र अपरा विद्याको वर्णन गरिएको छ। द्वे विद्वे वेदितव्ये इति हस्मः यद ब्रह्म विदो वदन्ति परा चैवा परा च। चौथो मन्त्र अर्थात् ब्रह्मवेत्ताहरू भन्दछन् जान्नुपर्ने विद्या दुई प्रकारका छन्, एउटा अपरा विद्या र परा विद्या। यी दुईटै जान्नुपर्ने विद्या हुन्। अपरा विद्याभित्रमा के पर्छन् त भन्दाखेरि जति पनि वेदहरू छन्, वेदाङ्गहरू छन्, ती सबै अपरा विद्या हुन् भन्नुभयो। अपरा विद्यामा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष यी सबै वेद र वेदाङ्गहरू अपरा विद्या हुन्। यी परा विद्या होइनन्। परा विद्या भनेको त यया तदक्षर मधिगम्यति, अर्थात् जसद्वारा अक्षर ब्रह्मको ज्ञान हुन्छ, अक्षर ब्रह्मलाई जेबाट जान्न सकिन्छ त्यही परा विद्या हो भन्ने कुरा बताइदिनु भयो। ब्रह्मको स्वरूपको विषयमा पनि यत्तद्दृश्य म ग्राह्य म गोत्र म वर्णनम, अर्थात् ब्रह्म जुन छ इन्द्रिय गोचर छैन, योलाई समात्न सकिँदैन, यसको कुनै कुल छैन, गोत्र छैन, वर्णन छैन, यो नित्य तत्त्व छ, सर्वव्यापक तत्त्व छ। त्यो कुरा बताइनु भएको छ। यसमा सृष्टिको उत्पत्तिको विषयमा चर्चा गरिएको छ सातौं मन्त्रमा गएर। यथोर्ण नाभिः सृजते गृहते च, जसरी माकुराले आफ्नो शरीरबाट जालो निकाल्छ र फेरि आफैमा त्यो जालोलाई संग्रहित गर्छ, त्यस्तै गरेर परमात्माले यो सारा संसारको सृष्टि गरेको छ, पालन गरेको छ र अन्त्यमा यो सबैलाई आफैमा लिएर गएर विलिन गर्ने काम गर्दछ। यहाँ माकुराको सांसारिक उदाहरणबाट ब्रह्मको सृष्टि र लयलाई बताइएको छ। यो उपनिषदमा सृष्टिक्रमलाई माकुराले जालो बुने जस्तो, अर्थात् यहाँ दुईटा कुरा हामीले बुझ्नुपर्छ। माकुराले त्यो जालो कुनै बाह्य पदार्थद्वारा बनाइराखेको छैन, त्यस्तै गरेर परब्रह्मले पनि आफ्नै शक्तिद्वारा यो ब्रह्म सिर्जना गरेको छ। यसको लागि कुनै बाह्य तत्त्व, बाह्य पदार्थको ग्रहण गरेको छैन परब्रह्मले। यो संसारको सृष्टिको, हाम्रो शरीर सृष्टिको, जीव जगतको सृष्टिको प्रधान कारण र निमित्त कारण दुईटै ब्रह्म हो। ब्रह्मभन्दा परको तत्त्वद्वारा यो बनेको छैन र अन्त्यमा गएर पनि यो उसैमा लीन हुन्छ। त्यसै गरेर यो ब्रह्मबाट जगतको उत्पत्ति हुन्छ र ब्रह्ममै लीन हुन्छ भन्ने कुरा बताइएको छ। अब कर्मफलको चर्चा गरौँ। मुण्डको उपनिषदले कर्मको गति सीमित छ भन्ने कुरा बताउँछ। कर्मले असीमित फल दिन सक्दैन। प्लवा हेते अदृढ यज्ञ रूप, अर्थात् यज्ञरूपी ढुङ्गाहरू कमजोर छन् भनेको छ। यसको अर्थ के हो त भन्दा केवल कर्मद्वारा भवसागर पार गर्न सकिँदैन। यो भवसागर पार गर्नको लागि कर्मरूपी ढुङ्गा कमजोर हुन्छ। त्यो अन्तिम गन्तव्यसम्म त्यसले पुर्याउन सक्दैन। कर्मबाट प्राप्त भएको फल भनेको स्वर्ग आदि उत्तम लोक भोग्नसम्मको लागि हो। क्षणे पुण्य मर्त्य लोकम विशन्ति। जब त्यो कर्मको फल सकिन्छ फेरि हामी यो लोकमा फर्केर आउनुपर्दछ। यसबाट हामीले के बुझ्नुपर्छ त भन्दा कर्मले हाम्रो चित्तलाई शुद्धि गर्दछ। कर्महरू चित्त शोधनकारका, हाम्रो
चित्तलाई पवित्र गराउनको लागि हो, हाम्रो द्रव्यलाई पवित्र गराउनको लागि हो, हाम्रो मनलाई पवित्र गराउनको लागि हो, हाम्रा कर्महरू हामीलाई उत्तम लोक दिनको लागि हो। तर यो जन्म मृत्युको चक्करबाट सदाको लागि छुटाउनको लागि भनेको एउटै उपाय छ, एउटै ढुङ्गा छ। त्यो ढुङ्गा भनेको ब्रह्मविद्या हो, आत्मको अनुभूति हो। परीक्षा लोकान कर्म चिन्तन ब्रह्मणो निर्वेदमायात भनिएको छ 12औं मन्त्रमा। विवेकी पुरुषले कर्मबाट प्राप्त हुने लोकहरूको परीक्षण गरेर वैराग्य प्राप्त गर्दछ। अर्थात् हामीलाई मिठो कुरा लामो समयसम्म ग्रहण गर्यो भने पनि त्यो नमिठो हुँदै जान्छ, त्यसबाट हाम्रो तृप्ति मर्दै 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 जान्छ। कुनै आनन्ददायक कुरा, कुनै आनन्ददायक प्रसङ्ग पनि लामो समयसम्म चर्चा गरिराख्यो भनेदेखि त्यसबाट प्राप्त हुने आनन्द घट्दै 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 जान्छ। त्यस्तै गरेर कर्मद्वारा प्राप्त भएको लोकहरू त्यसबाट पनि एकचोटि हामीलाई वैराग्य प्राप्त हुन्छ। ती लोकहरूबाट पनि जुन भोग प्राप्त हुन्छ त्यो भोगले हामीलाई उत्तम गति दिँदैन। त्यो भएको हुनाले गर्दाखेरि हामीले विवेकी जनहरूले के गर्नुपर्छ भन्दा उत्तम लोकको कामना होइन, मुक्तिको कामना गर्नुपर्दछ भनिएको छ यहाँ। अब त्यो कसरी सम्भव छ? त्यो ज्ञान र वैराग्य केबाट प्राप्त हुन्छ भन्दाखेरि त्यो ज्ञान र वैराग्य प्राप्त गर्ने स्रोत भनेको गुरु हो। हामीले आफैले त्यो सबैको अनुभव गर्न सक्दैनौँ। त्यो सबै भोगेर, कर्म गरेर, कर्मको फल भोगेर अनि त्यसपछि फेरि यो जन्म मृत्युको चक्करलाई छोड्ने भनेको धेरै लामो र असम्भव बाटो हो। हामीले त के गर्नुपर्छ भन्दाखेरि असल किसिमको सत्कर्म गर्ने योग्य पात्रता भएको गुरुलाई अघि लगाएर त्यो गुरुले देखाएको बाटोमा हिँड्यौँ भनेदेखि हामी कहिले पनि अजुलोमा पर्दैनौँ, कहिले पनि हामी खाल्डोमा पर्दैनौँ, कहिले पनि हामी अकर्ममा पर्दैनौँ, गलत बाटो हामी जाँदैनौँ। त्यो भएको हुनाले गर्दाखेरि मार्गदर्शकको रूपमा हामीले गुरुलाई राख्ने काम गर्नुपर्दछ। तद विज्ञानार्थम स गुरु मेवा विगच्छेत समित प्राणि श्रोत्रियम ब्रह्मनिष्ठम। यहाँ गुरुको लक्षण बताइएको छ। श्रोत्रिय हुनुपर्दछ, ब्रह्मनिष्ठ हुनुपर्दछ। श्रोत्रियको अर्थ हो जन्मद्वारा, कर्मद्वारा, संस्कारद्वारा जो योग्यता भएको छ त्यो भनेको श्रोत्रिय हो। र त्यो श्रोत्रिय पनि कस्तो भन्दा ब्रह्मनिष्ठ हुनुपर्दछ। त्यो ब्रह्मको उपासनामा, ब्रह्मको साधनामा लागेको हुनुपर्दछ। ब्रह्मज्ञानको लागि श्रोत्रिय र ब्रह्मनिष्ठ गुरुको शरणमा जानुपर्दछ शिष्यले। त्यो भयो भने उसले ज्ञान प्राप्त गर्न सक्छ। यो उपनिषद्को महत्त्वपूर्ण विषय भनेको गुरु शिष्यको सम्बन्ध नै मुक्तिको बाटो हो भनेर बताइएको छ। अब द्वितीय मुण्डकमा जाउँ। यो ब्रह्मबाट जगतको विस्तार भएको छ भन्ने कुरा त्यहाँ बताइएको छ। ब्रह्मबाटै जीवहरूको उत्पत्ति भएको छ। ब्रह्मको विस्तार जगत र जीव हो। जसरी आगो बाल्दाखेरि अग्निबाट असङ्ख्य झिल्काहरू निक्लिन्छ, त्यस्तै गरी ब्रह्मबाट नै यो सारा अनन्त जीवहरू र जगतहरू निक्लिराखेका छन्। यथा सुदीप्तात पावकः विस्फुलिङ्गः, अर्थात् जसरी प्रज्वलित भएको अग्निबाट, भुरभुराउँदो अग्निबाट असङ्ख्य झिल्काहरू निक्लिन्छन्, त्यसै गरी ब्रह्मबाट अनेक जीव र जगतहरू प्रकट हुन्छन्। त्यो झिल्काहरूको स्वतन्त्र अस्तित्व हुँदैन। त्यो झिल्काहरूको मूल स्रोत भनेको त्यो आगो हो। त्यस्तै गरेर यो जीव र जगतको मूल स्रोत भनेको चाहिँ ब्रह्म हो। ब्रह्मबाट झिल्का रूपमा जीव र जगत उत्पत्ति भएको छ। अग्नि मूर्धा चक्षुषी चन्द्र सूर्य सम्पूर्ण विश्व ब्रह्माण्डकै विराट स्वरूप हो बताइनु हो। यो विश्व ब्रह्माण्ड जुन छ त्यो ब्रह्मको विराटता हो। त्यो ब्रह्म एउटा सानोभन्दा सानो जीवको हृदयमा पनि बस्न सकेको छ। यो सारा संसारमा पनि रहिरहेको छ। गत अङ्कमा हामीले भनेको अणुरणीयाम महतो मह्यान भनेको यही हो। त्यही जीव नै विशाल रूपमा सूर्य, चन्द्रमा, तारा सबै
बनेर रहेको छ एकतिर भने अर्कोतिर सबैभन्दा सानो जीवभित्र पनि त्यही रहिराखेको छ। अब त्यो विशाल विराट पुरुषको लागि अग्नि भने उसको के हो त भन्दा शिर हो। सूर्य र चन्द्रमा भनेको उसको आँखा हुन्, दिशाहरू कान हुन्। यसबाट त्यो विराटता, ब्रह्मको विराटता यसबाट प्रकट हुन्छ। अर्थात् जति पनि पदार्थहरू छन् ती सबै त्यो ब्रह्मको अवयवहरू हुन्। ती सबै गएर ब्रह्ममा रहने काम गर्छन्। यो उपनिषदमा ओमको विषयमा पनि चर्चा गरिएको छ। त्यो ओमलाई कसरी यहाँ व्याख्या गरिएको छ भन्दाखेरि प्रणवो धनु हो। त्यो ओम भनेको धनु हो। सरो ह्यात्मा, आत्मा भनेको त्यसमा सन्धान गरिने बाण हो। ब्रह्म तल लक्ष्य मुच्यते, अर्थात् लक्ष्य भनेको ब्रह्म हो भन्ने कुरा बताएको छ। अर्थात् त्यो ओमकार धनुष, आत्मा भनेको त्यसमा सन्धान गरेको बाण र त्यसको भेदन गर्ने लक्ष्य भनेको ब्रह्म हो। त्यसैले ओम रूपी बाणमा हामीले ब्रह्मलाई सन्धान गरेर आत्मारूपी बाण छोड्नु पर्दछ। त्यो कुरा यहाँ बताएको छ। कसरी भन्दाखेरि अप्रमत्त भएर, प्रमाद त्यागेर, गुरुको समीपमा गएर ध्यानस्थ भएर त्यो ब्रह्मको हामीले चिन्तन गर्नुपर्दछ र त्यसको स्वरूप प्रणव हो। प्रणवको ध्यान गर्नुपर्दछ। प्रणवको माध्यमबाट यो आत्मा ब्रह्ममा पुग्दछ भन्न खोजिएको हो। जसरी लक्ष्यमा त्यो बाण धनुषबाट पुग्ने काम गर्दछ, त्यसै गरेर त्यो ब्रह्ममा यो आत्मा ओमको माध्यमबाट पुग्दछ। त्यसैले ओम भनेको धनु हो। हामीले ओमलाई बिर्सनु हुँदैन, ओमको जप त्याग्नु हुँदैन। ओम नै हाम्रो महामन्त्र हो। यो कुरा बताइनु हो। त्यो परमात्मा फेरि कहाँ छ त, कहाँ खोज्ने हो, त्यसको लक्ष्य कुन ठाउँमा भेदन गर्ने हो भनेको त्यो लक्ष्य चाहिँ बाहिर ठोक्ने होइन। त्यो आत्मारूपी सरलाई हामीले भित्र हृदयमा हान्ने काम गर्नुपर्दछ। किनकि त्यो परमात्मा हृदयरूपी गुफाभित्र बसिराखेको छ। त्यो बाहिर कहीँ बसेको छैन। त्यसलाई त भित्र खोज्नु पर्दछ। अन्तर हृदयमा गएर त्यो बसिराखेको छ, भित्र खोज्नुपर्छ। अभिसन्निहितम गुहाचरम नाम, 7औं मन्त्र। परमात्मा हाम्रो हृदयरूपी गुफामा बसिराखेको छ। हामीले हाम्रो सर, आत्मारूपी सरलाई, त्यो भगवानको स्थान भनेको हृदय हो, त्यहाँ प्रहार गर्ने काम गर्नुपर्छ। त्यहाँ कसरी बसेको छ त भन्दाखेरि मुण्डको उपनिषदको एउटा महत्त्वपूर्ण मन्त्र यहाँ छ। यहाँ दुईवटा चराको दृष्टान्तद्वारा त्यो जीव र ब्रह्मलाई बताइएको छ। एउटा रुखमा दुईटा साथी चराहरू बसिराखेका छन्। एउटाले फल खान्छ, अर्कोले फल खाँदैन। यसबाट जीव र ब्रह्मको कुरा बुझ्न सकिन्छ। द्वा सुपर्ण सयुजा सखाय समानम वृक्षम परिसस्व जाते। एउटा रुखमा दुईवटा चराहरू बसेका छन्। दुईवटा साथी चराहरू हुन् तिनीहरू। तीमध्ये एउटाले फल खान्छ। त्यो फल खाने जीव भनेको, फल खाने चरा भनेको जीव हो। अर्को केवल हेरेर बस्छ, अर्थात् त्यो फल खाँदैन। त्यो फलको स्वादतिर त्यो लागेको छैन, त्यो हेरेर बस्छ। त्यो हेरेर बस्ने साक्षी भनेको परमात्मा हो। यसको तात्पर्य फल ग्रहण कसले गर्दछ भन्दा जसले कर्म गर्दछ उसले फल ग्रहण गर्ने हो। जीव कर्म गर्दछ र कर्मफल भोग्दछ। परमात्माले कुनै कर्म गर्दैन, कुनै कर्म उसमा लिप्त हुँदैन कर्ममा। त्यसले गर्दा परमात्मा साक्षी मात्रै हो। समाने वृक्षे पुरुषो निमग्न हो, निशया सोचती गुह्यमान। जीव अज्ञानतामा छ, सांसारिक मोहमा डुबिराखेको छ, शोकमा डुबिराखेको छ। किन भन्दाखेरि यो मेरो हो, कर्ता म हुँ,
यो गर्नेवाला म हुँ भन्ने उसलाई छ। त्यो फल उसले ग्रहण किन गरिराखेको छ भन्दाखेरि त्यसको स्वाद उसलाई छ। तर त्यो परमात्मा रूपी जीव देखिरहन्छ, हेरिरहन्छ, त्यसलाई केही पनि कुरा ग्रहण गर्दैन। त्यसले गर्दाखेरि ऊ शोकबाट मुक्त छ, भयबाट मुक्त छ, दुःखबाट मुक्त छ। त्यो फल खाने जीवले आफूसँगै भएको अर्को जीवलाई देखिराखेका छैन, आफूसँगै भएको अर्को प्राणीलाई देखिराखेको छैन। जब उसले त्यो परमात्मालाई देख्दछ तब शोकबाट ऊ मुक्त हुन्छ। त्यसले गर्दाखेरि हामीले त्यो सत्यको खोजी गर्नुपर्दछ भनेर यहाँ बताइएको छ। सत्यको खोजी किन गर्नुपर्दछ भन्दा जहाँ सत्य छ त्यहाँ विजय छ, जहाँ असत्य छ त्यहाँ हार छ। त्यसले गर्दाखेरि सत्यमेव जयते नानृतम भन्नेको छ एउटा महत्त्वपूर्ण मन्त्र। सत्यको सधैँ विजय हुन्छ। सत्य भनेको के हो त भने ब्रह्म हो। त्यो ब्रह्म नै विजयी छ, जित्नेवाला छ, नित्य तत्त्व छ र असत्यको कहिले पनि जित हुँदैन। भारतको राष्ट्रिय मन्त्र पनि यही रहेको छ। यहीँबाट उनीहरूले यो मन्त्र टिपेका छन्, सत्यमेव जयते। राष्ट्रिय आदर्श वाक्य भारतको बनाएका छन्। यो भनेको यो उपनिषद्को वाक्य हो। हामीले यो कुरा बुझ्नुपर्छ। सत्यमेव जयते, विजय सत्यको हुन्छ, जुन नित्य छ, शाश्वत छ, अव्यय छ, त्यो भनेको सत्य हो। त्यो सत्य कसरी जानिन्छ त? प्रवचनद्वारा जानिन्छ, धेरै बुद्धिले जानिन्छ, अथवा धेरै सुन्नाले जानिन्छ भने त्यो होइन। त्यसलाई बोधद्वारा जान्न सकिन्छ। नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन। आत्मा भन्ने कुरा प्रवचनद्वारा, बुद्धिको प्रदर्शनले, तर्कद्वारा अथवा धेरै शास्त्रहरू पढेर प्राप्त हुँदैन भन्ने कुरा बताइएको छ। एमे वैश वृणुते तेन लभ्य। जसले आत्मतत्त्वलाई सच्चा श्रद्धाले चाहन्छ उसले मात्रै प्राप्त गर्दछ। किनकि त्यो भगवत कृपाद्वारा प्राप्त हुने कुरा हो। हाम्रो बाह्य प्रयत्नले त्यो प्राप्त हुने विषय होइन। त्यसको लागि हाम्रा सबै हृदयका ग्रन्थीहरू भेदन हुनुपर्दछ। कुण्ठा, चाहना, राग, द्वेष यस्ता किसिमका हृदयका ग्रन्थीहरू जति छन् ती सबै ग्रन्थी छिनिसकेपछि, सबै संशयहरू मेटिएपछि त्यो प्राप्त हुने काम गर्दछ। विद्यते हृदय ग्रन्थि छिद्यन्ति सर्व संशयः छियन्ति चास्य कर्माणि तस्मिन् दृष्टि परावरे। आत्माको साक्षात्कार भएपछि सबै हृदयका गाँठा खुल्दछन् र हृदयका गाँठा खुलेपछि आत्म साक्षात्कार हुन्छ। यी दुवै कुरालाई हामीले बुझ्नुपर्दछ। जब परमात्मा प्राप्त हुन्छ, हाम्रा संशयहरू, शङ्काहरू सबै कुरा नष्ट हुन्छन्। हाम्रा प्रारब्धहरू, सञ्चित कर्महरू क्षय भएर जान्छ। त्यो कुरा बताइएको छ। अब हामीले यो मुण्डको उपनिषद्को दार्शनिक पक्षलाई हेऱ्यो भने पनि परमात्मा प्राप्तिद्वारा हाम्रा दुःख कष्टहरू निवारण नै हो भन्ने कुरा देख्छौँ। यहाँ परा र अपरा विद्याको चर्चा गरिएको छ। जसरी ईशावास्य उपनिषदमा विद्या र अविद्याको चर्चा गरिएको छ, त्यसै गरेर यहाँ परा र अपरा दुई किसिमको विद्या दिएको छ। लौकिक र पारमार्थिक र दुई किसिमका ज्ञानहरू छन्। लौकिक ज्ञान, पारमार्थिक ज्ञान दुई किसिमका ज्ञानहरू छन्। अपरा विद्या भनेको जति पनि शास्त्रसँग सम्बन्धित विद्या छन् ती सबै अपरा विद्या हो। तर परा विद्याले नै हामीलाई मुक्ति प्राप्त हुन्छ। त्यसले गर्दा हामीले परा विद्यातिर जानुपर्दछ। यसको मुख्य दार्शनिक पक्ष यो हो। दोस्रो कुरा के हो त भन्दा कर्मले हामीलाई निश्चित फल दिने काम गर्दछ। फल भोग्नु पर्दछ। राम्रा कर्मको राम्रा फल हुन्छ, नराम्रा कर्मको नराम्रा फलहरू हुन्छ। राम्रा कर्मले हामीलाई उत्तम लोक प्रदान गर्छ, नराम्रा कर्मले हामीलाई अधोगति अथवा अधम लोकहरू प्राप्त हुन्छ। र उपनिषद्ले भन्छ तिमी कर्मद्वारा लोक र फलको आशा नगर। किनकि जबसम्म मुक्ति हुँदैन तबसम्म जीवन मरणको चक्र चलिरहन्छ। त्यसले गर्दाखेरि उत्तम श्रोत्रिय ब्रह्मनिष्ठ गुरुको शरणागति गरेर ब्रह्मको चिन्तन गर, ओमको उपासना गर,
प्रणवको ध्यान गर्ने काम गर। यो नै मुक्तिको लागि सबैभन्दा उत्कृष्ट साधन हो। त्यो कुरा बताइनु हो। जीव र ब्रह्म फरक चिज होइन, यी सम्बन्धी चिज हुन्, एउटै चराहरू हुन्। त्यसमा दुईटा चराको यहाँ दृष्टान्त किन दिएको त भन्दा त्यो एउटा चरा फल ग्रहण गरिराखेको छ, अर्को चरा फल ग्रहण गर्दैन। फल ग्रहण नगर्ने चरा नित्य छ, फल ग्रहण गर्ने चरा त्यो फलको लागि जन्मिरहनु पर्छ। त्यसबाट के बुझिन्छ त भन्दाखेरि परमात्मा नित्य शाश्वत र सत्य छ। त्यसलाई देखेको दिन, त्यसलाई हेरेको दिन, त्यसलाई चिनेको दिन त्यो अर्को चरा पनि उही रूपमा जाने काम गर्दछ। हो, यो कुरालाई हामीले बुझेर यो जीव त्यो ब्रह्मको मित्र रहेछ भन्ने कुरा जान्नु पर्दछ। जीव र ब्रह्म वास्तवमा अभिन्न तत्त्व हो, भिन्न तत्त्व होइन। भिन्न किन हुन्छ भन्दाखेरि एउटालाई सांसारिक फलको लोभ छ, अर्कोलाई सांसारिक फलको लोभ छैन। जसरी आकाशबाट खसेको जल शुद्ध पात्रमा पर्यो भनेदेखि त्यसमा कुनै किसिमको विकृति उत्पत्ति हुँदैन, तर त्यही जल जस्तो पात्रमा पर्छ, जस्तो रङ्गमा पर्छ, जस्तो गुणमा पर्दछ, जस्तो गन्धमा पर्दछ, त्यही किसिमको रूप, गन्ध, आकार, प्रकार त्यसको हुन जान्छ। त्यसै गरेर त्यो ब्रह्म रूपी आत्मा पनि जस्तो किसिमको कर्मको संस्कारमा जान्छ, त्यही किसिमको जीव बन्न त्यो जान्छ। त्यसले गर्दाखेरि यो विषयलाई शङ्कराचार्य महाभागले अद्वैत वेदान्तको यसलाई पसीमा यसलाई ढाल्नु भएको छ र भन्नुभएको छ यो अद्वैत वेदान्तको प्रतिपादक विषय हो। परा र अपरा विद्याको चर्चा, सबै वेददेखि वेदाङ्गसम्मका चर्चा गर्दै गर्दै गएर अक्षर ब्रह्मको चिन्तन सबैको माध्यमद्वारा असल गुरुको माध्यमले ज्ञान प्राप्त गर्नुपर्दछ र ओमको उपासना गर्नुपर्दछ भन्ने यो उपनिषद्को मुख्य सार रहेको छ। कर्मफल भोग्ने भनेको जीव हो, परमात्मा साक्षी रहेको छ र जीवले त्यो फल ग्रहण गर्न छोडेको दिन, अर्थात् कर्ममा लिप्त नभएको दिन, फलेच्छा नराखेको दिन ऊ पनि त्यो परमात्माको अंश हुन जान्छ भन्ने कुरा नै यसको मुख्य सार हो। र यसको दार्शनिक पक्ष भनेको सत्यमेव जयते नै हो। आदरणीय दर्शकबिन, आजको लागि यो सनातन वन्दनाको यो आजको श्रृङ्खला यही पूर्ण भएको छ। अर्को अङ्कमा हामी अन्य विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। ओम तत्सत, ओम तत्सत, ओम तत्सत। यो हो साङ्गु टेलिभिजन, देशको टेलिभिजन।